एक सानो गाउँमा चुलबुल नामकी गरीब केटी बस्थे। चुलबुल धेरै मेहनती र दयालु थिए, तर उसको सौतेनी आमा उसलाई कहिल्यै माया गर्दिनथे। एक दिन सौतेनी आमाले भनिन्, आज तिम्रो बिहे तय भएको छ। चुलबुल अचम्म परिन्, तर जब उसले केटा देखे, ऊ त्यो लङ्गडो र गरीब मानिस थियो। चुलबुल रोइन्। सौतेनी आमा र आफ्नी छोरी प्रीति भने ठट्टा गर्दै हाँस्न थाले। त्यसै दिन प्रीतिको बिहे एउटा धनी व्यापारीसँग भयो। उसलाई महँगो कारमा राखेर धुमधामसँग बिदाई गरियो। तर चुलबुललाई भने, यहाँबाट निस्क भन्दै पैदलै घरबाट धकेलेर निकालिदिए। आँखामा आँसु लिएर चुलबुल त्यो लङ्गडो मानिससँग हिँड्न थाले। उनीहरू जङ्गलको छेउमा रहेको टुटेको झुपडीमा पुगे। झुपडीभित्र केही पनि थिएन, केवल एउटा कुनामा भगवान शिवको सानो मूर्ति थियो। चुलबुल त्यहीँ बसेर रोइन्, दुवै हात जोडेर प्रार्थना गर्न थालिन्। हे भगवान, मैले कसैको नराम्रो चाहिन, मलाई किन यस्तो दुःख दिनुभयो? अचानक झुपडीभित्र तेज प्रकाश फैलियो। चुलबुल डराइन्। त्यो प्रकाशबाट भगवान शिव साक्षात् प्रकट भए। भगवान शिवले गम्भीर स्वरमा भने, चुलबुल, तिम्रो मन धेरै पवित्र छ। तिमीले दुःख पाए पनि कहिल्यै कसैलाई नराम्रो चाहिनौ। त्यसपछि भगवान शिवले आफ्नो त्रिशूल उठाए। अर्को पलमै लङ्गडो मानिस एकदमै जवान, बलियो र सुन्दर राजकुमारमा बदलियो र त्यो टुटेको झुपडी ठूलो राजमहलमा बदलियो। चुलबुल र उनको श्रीमान आश्चर्यले काप्न थाले। दुवैजना भगवान शिवको खुट्टामा परेर रोए। भगवान शिव मुस्कुराउँदै भने, सच्चा मन र धैर्य भएको मानिसलाई भगवानले एक दिन अवश्य न्याय दिन्छन्। त्यसपछि प्रकाश हरायो र भगवान शिव अन्तर्धान भए। केही दिनपछि जब सौतेनी आमा र प्रीति चुलबुलको राजमहल देखे, उनीहरू आश्चर्यले स्तब्ध भए। त्यस दिन उनीहरूले बुझे, अहङ्कार र लोभले होइन, साँचो मनले नै जीवन बदलिन्छ। साथीहरू, कथा राम्रो लाग्यो भने लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोला।